हेलो साथीहरू सबैजनालाई नमस्कार, गुड मर्निङ। म चाहिँ आज यो बाटो हिँड्ने क्रममा यहाँ नवलजङ भाइको मैले भिडियो हेरिरहेको थिएँ। त्यहाँ अब त्यो नवलजङ भाइको पसल यही फेरि कता रहेको छ। म अब पुग्न लागेको छु। आज विशेष चाहिँ अब यो बाटो यही परेको हुनाले नवलजङ भाइसँग पनि भेटघाट गरौँ भन्ने मैले यसो जमर्को गरेको छु। भाइको पसलमा आइसकेको छु म अहिले। भाइसँग भेट्ने मेरो इच्छा आकाङ्क्षा पुरा भइसकेको छ। अब भाइसँग केही कुराकानी गर्नेछु। अब भाइसँग केही कुराकानी गर्नेछु। भाइ अनि के छ? नमस्ते। अनि ल्याउनु न तपाईँको सामान। भाइको चाहिँ स्कुटी यहाँ रहेको छ, यस्तो रहेको छ। हाम्रो भाइको पसलमा म आइसकेँ। भाइसँग भेट्ने अवसर मिल्यो, खुसी लागिरहेको छ। भाइले पसलको नवलजङ भाइसँग भेटघाट भएको छ। भाइको युट्युब च्यानलमा भाइसँग अहिलेसम्म मेरो चिनजान नभएको भाइको च्यानल हेरेरै म भाइलाई नै भेट्न भनेर म आएको। भाइलाई है खुसी लाग्यो। अनि भाइसँग भेटघाट पनि भइसकेको छ। तर अलिकति भाइभन्दा छिटो आइपुगेको छु आज म भाइको पसलमा चाहिँ। भाइभन्दा अलिकति छिटो आइपुगेँ भाइलाई नै भेट्न भनेर। म चाहिँ मेरो बाटो भनेको फरक हो, अर्कै ठाउँबाट म जानुपर्ने हुन्थ्यो। तर म भाइलाई भेट्छु भन्ने मेरो ठुलो सपना थियो। अनि त्यही भएर भाइलाई नै भेट्नका लागि यो बाटो आएँ। तर अब मलाई यहाँबाट बाटो चाहिँ डबल पर्छ क्या भाइ। त्यो चाहिँ तपाईँलाई डबल पर्छ। यो बाटो अलिकति हुन्छ। यो बाटो अलिक पिच छैन नि त होइन। यतिको फ्यामिलीमा कतिजना हुनुहुन्छ? हामी जम्मा 4 दाजुभाइ हो। हजुर। अहिले जेठा दाइ छुटिसक्नु भयो। हजुर। माइला साइला चाहिँ हामी सँगै छौँ। उहाँ अहिले भर्खर यहाँ डबल लिएर जाने उहाँ बुवा, मेरो बुवा हुनुहुन्छ है। अनि मम्मी घरमा हुनुहुन्छ। भाउजूहरू पनि घरमै। अहिले जेठा दाइ विदेश, अनि साइला दाइ पनि विदेश नै हुनुहुन्छ, बाहिर देश नै। माइला चाहिँ अहिले भर्खर लगभग 1 महिना जति भयो। हजुर। अनि ठिकै छ, तपाईँको फ्यामिली सबै राम्रै हुनुहुँदो रहेछ। तर अनि भाइ तपाईँले अध्ययन कति गर्नुभएको छ? म अहिले ब्याचलर सेकेन्ड इयरको इक्जाम दिएर बसेँ हो। अहिले आर्ट्स फ्याकल्टी लिएर पढेँ। हजुर। अब पढाइलाई त कन्टिन्यू दिने विचार छ। तपाईँको मैले यसो क्लासको पनि यसो जाँदाखेरि साथीहरूसँग तपाईँहरूले यसो ठट्टा गर्नुभएको पनि, अब जस्तो तपाईँको लेडी साथीहरू धेरै मैले देखेँ है। जन्ती पनि जानुभएको थियो चडक्क परेर होइन। कुन ठाउँ जन्ती जानुभएको थियो? म जन्ती 3-4 ठाउँ मेबी भिडियोमै होइन। अहिले भर्खरको सर्टेन टाइमको भिडियोमा भन्नुपर्दा चाहिँ म यहाँ सिन्धुली जिल्ला दिदोमी नगरपालिकाको सङ्खटार भन्ने गाउँबाट अलिकति माथि फेदी गाउँ पर्दो रहेछ। हो, फेदी गाउँ गएको थिएँ। अब पढाइमा पनि तपाईँ अब्बल हुनुहुँदो रहेछ, एजुकेटेड पर्सन हुनुहुँदो रहेछ। त्यो पसल पनि गर्नुभएको छ। ल अस्तिको तिम्रो बाँकी छ दादाहरूको 25 रुपियाँ खास्ता छैन, 20 रुपिस बाँकी छ नि। भाइले चाहिँ अब जो कस्टमर आउनुहुन्छ कस्टमरलाई पनि सामानहरू दिइराख्नु भएको छ। जसले मानिसको जीवनमा इम्पोसिबल भन्ने कुरा केही नै छैन क्या, पोसिबल भन्ने कुरा छ। भनेपछि भाइले चाहिँ यत्रो चाहिँ जो मेहनत गर्नुभएको छ। उहाँ चाहिँ एजुकेटेड पर्सन पनि हुनुहुँदो रहेछ। सायद उहाँलाई शिक्षाले नै यो बाटो देखाउनु भएको हो, रोजाउनु भएको हो। उहाँको चाहिँ यो जुन उहाँले काम गर्नुभएको छ, जुन कार्यको थालनी गर्नुभएको छ, यो कामले चाहिँ एकदमै राम्रो सफलता मिलोस् भन्न चाहन्छु। भाइ मेरो च्यानलको लागि के भनिदिनु चाहनुहुन्छ? जस्तो रोमेश भ्लगलाई चाहिँ के भनिदिनु चाहनुहुन्छ? हजुरको तर्फबाट जाओस् न। स्पेसली दाजु मेरो पसलमा आउनु भिजिट गर्नको लागि, त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद। थ्याङ्क यू भाइ। हजुरहरू जस्तो मान्छेहरू मेरो पसलमा आएर भिजिट गर्नुभयो अनि 2-4 पर्सन मिठो बोल्नुहुन्छ होइन। अनि अर्को कुरा, अब दाजुको पनि युट्युब च्यानल रहेछ, कुरा पनि भएको थियो, जस्ट मेरो भिडियोमा नि भनेको थिएँ। अहिले उहाँसँग नि कुरा हुँदाखेरि त्यही हो। अरू चाहिँ के हो र भनौँ न, दाजुको रुमेश भ्लग च्यानल छ। उहाँलाई पनि सबैजनाले माया साथ सपोर्ट दिनु होला, सहयोग गरिदिनु होला होइन। अब मेरो तर्फबाट पनि भाइलाई म विशेष धन्यवाद दिन चाहन्छु। भाइको पनि नवलजङ
खड्का है नवलजङ खड्का युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला भयो खुसी लाग्यो आउँदा जाँदा है तपाईँहरूको चाहिँ अब सम्बन्ध यस्तो हुनु पऱ्यो नङ्ग्रो मासु हुनु पऱ्यो है हस् धन्यवाद नवलजङ भाइ बाई बाई राम्रोसँग जानु हस् होला हस् हस् ल हजुरलाई धेरै शुभयात्रा हुन्छ भाइ हुन्छ हस् थ्याङ्क यू हस् ल अब भाइसँग बिदामा आइसक्यो अब म जानुपर्ने हुन्छ